साथीभाइहरू पनि हामी जम्मा भएको छौँ। सबैजनाको आफ्नो के अरे यो भेटघाटलाई रमाइलो बनाउँ भन्दै म यहाँहरू सम्पूर्णलाई यस वनभोज आयोजक समितिको तर्फबाट र सम्पूर्ण भद्रपुर सरकार समितिको तर्फबाट स्वागत भन्दै मेरो छोटो स्वागत मन्तव्य यही अन्त गर्दछु। भद्रपुर सरकार समितिका समाजका महासचिव आदरणीय अशोक दाई यहाँको सार्वजनिक स्वागत मन्तव्यको लागि हार्दिक आभार प्रकट गर्छौँ। अब भद्रपुर सरकार समाज भनेको तपाईँ हामीले नै एउटा बनाएको निर्माण गरेको समाज हो। तपाईँ हामी नै यहाँ छौँ एकअर्कालाई परेको बेलामा। भद्रपुर सरकार समाज छ, तपाईँहरूले यो समाजलाई जहिले पनि मेरो आफ्नो परिवार हो, मेरो आफ्नो अभिभावक हो भनेर चाहिँ सम्झिँदा हुन्छ। हामीलाई पनि कतिपय ठाउँमा अप्ठ्यारो परिरहेको हुन्छ, तपाईँहरूलाई सम्झिरहेको हुन्छ। कति समाज चल्नको लागि त्यत्तिकै अप्ठ्यारो छ, किनभने यहाँ चाहिँ आर्थिक रूपमा पनि गाह्रो भइरहेको हुन्छ। यो समाज एउटा चाहिँ हामी परिवारहरू भएर समाज चलिरहेको छ। भद्रपुरमा बसेका हामीलाई यहाँ हामीसँग पोखेर फेरि फर्किहाल्नुहुन्छ। उहाँ आज नै उहाँलाई विशेष आभार प्रकट गर्दै सबैजनाले ताली बजाएर स्वागत गर्दै हुनको लागि पनि म हार्दिक निवेदन गर्छु। हल्ला चलिरहेको हुने भनेर सायद हामीले सन्तोषजीलाई त्यो लिस्टमा पनि पाउने छ। एकपल्ट जोरदार ताली लगाऊ। अरू सन्तोष सरलाई शुभकामना छ। हजारौं विद्यार्थीहरू, लाखौं विद्यार्थी भनौँ न, हामी जस्ता काम नलाग्ने, काम अलिअलि लाग्ने को है, सबै तयार पार्ने गुरुहरू, आदरणीय गुरुहरू यहाँ हुनुहुन्छ। आधा गुरु, अरू आधा राजनीतिज्ञ, आधा समाजसेवी हाम्रो शिव सर आइपुग्नु भएको छ। सबै आधा सबैमा चाहिँ उहाँ समावेश हुनुहुन्छ र बडा राम्रोसँगले आफूलाई स्थापित गर्नु भएको छ। समाजले चिन्ने व्यक्तित्व बन्नु भएको छ। अब युग पाठक तपाईँहरू सबैले उर्गेनको घोडा त पढ्नु भएकै छ। अघि नै सिमनजीले भनिसक्नुभयो। हाम्रो ठाउँको मान्छे हेर्नु न, हामीले चिनेका थियौँ। हाम्रो ठाउँको मान्छे हामीले चिनेका थियौँ, आज आइदिनु हो, धेरै खुसी लागेको छ। अहिले खास गरेर उहाँ राजनीतिक विश्लेषज्ञ, के कसरी साहित्यकार, अरू के भन्न मिल्छ है। तपाईँले टेलिभिजनमा, पत्रिकामा असाध्यै धेरै पढिरहनु भएको, धेरै मिमहरूमा चाहिँ भाइरल उहाँका कुराहरू भइरहेको व्यक्तित्व हुनुहुन्छ। अब सुमनजी आफै जो जोशीका हुनुहुन्छ, उहाँ आफै 3-4वटा उपन्यास लेखिसक्नु भएको छ, विभिन्न पुरस्कार पाएको मान्छे। अहिले पनि म एकछिन चाहिँ एक ठाउँमा जानुपर्नेछ कविता वाचन गर्न भन्दै हुनुहुन्थ्यो। बस्नुपर्छ तपाईँले भनिरहेको छु। हाम्रो असल दाई महावीरजी तपाईँ उता पुगिसक्नु भएछ, अघि यतै हुनुहुन्थ्यो है। सम्पूर्ण सबै मैले दुईजनै सरहरूलाई भने, अब हाम्रो अर्थ मन्त्रालयबाट पाल्नु भएको छ म्याडम, हाम्रो कार्यकारी समितिमा हुनुहुन्छ ओम कुमारीजी, उपसचिव हो नेपाल सरकारको। पहिला सिडिओ, अहिले पनि कतिवटा जिल्लामा सिडिओ उपसचिव हुन्छ है। अब उहाँ कहिले सिडिओ भएर जाने हो थाहा छैन, त्यतिखेर काम लाग्छ, चिनिराख्नु होला है। अब यहाँ त्यत्रो व्यक्तित्व यस्तो हुनुहुन्छ। हाम्रो सर हुनुहुन्छ, कता मैले देखिरहेको छु, कता हुन्छ अर्थ मन्त्रालयबाट गइसक्नुभयो, सर गइसक्नु भएछ। विशिष्ट व्यक्तित्वहरू तपाईँहरू सबैजना आफ्नो क्षेत्रको एकदमै दिग्गज व्यक्तित्वहरू हुनुहुन्छ, सबैलाई स्वागत छ। हाम्रो दाजु उपाध्यक्षज्यू, हाम्रो यहाँहरू सबैले सुन्नुभएको, जतिखेर क्राइसिस पर्छ त्यतिखेर दाइको भयङ्कर ठुलो नाम आउँथ्यो। हाम्रो नेपालमा 72 सालको भुइँचालो पछाडिको ब्लकेटको बेलामा नेपालीहरूलाई तेलको आपूर्ति गराउने व्यक्तित्व है। हाम्रो चाहिँ पूर्व संस्थापक अध्यक्ष वेदनिधि निराला सर, उहाँको ज्येष्ठ सुपुत्र सुशील भट्टराईजी, उहाँ हाम्रो उपाध्यक्ष हुनुहुन्छ। यो तेलको पाइपलाइनको कुरा जुन हो, त्यो उहाँको बेलामा आर्किटेक्ट भएको छ। विभिन्न देशभरि त्यसो भएको कारणले अहिले यहाँहरूले युद्ध गरेर आइरहँदाखेरि धेरै खुसी हुनु पाएको छौँ। यो खुसी यहाँहरूले दिनुभएको खुसीको लागि धेरै धेरै धन्यवाद र आभार प्रकट गर्दछु। खुसी हुँदै हुँदै जाँदा अहिले त 21वटा 22वटा संस्थामा भइएछ। अब यसले चाहिँ खुसी घटाउँछ कि खुसी दिन्छ थाहा छैन, तर पनि एउटा कुरा लाग्छ, अहिले मसँग भएको ज्ञान, सिप, धनमान सबै कुनै न कुनै तरिकाले 24 घण्टा यो समाजले प्रयोग गर्दै हुन्थ्यो जस्तो लाग्छ।
किनभने हामीसँग भएको इच एन्ड एभ्रिथिङ त्यो छोडेर जाने सकिएर जाने रहेछ। हाम्रो अधिकारीजीले थुप्रै कुराकानी गरेर मेरो शरीर दान गर्ने व्यवस्था मिलाइदिनुहोस् न सरहरू भनेर भन्नुहुन्थ्यो। म जाँदै गर्दाखेरि आँखा मुटु कति कति कुरा छाला सबैले चाहिँ उसले काम गरिदियोस् उसलाई सहयोग गरोस् भनेर भन्थ्यो। अलिअलि उहाँहरूबाट सिकेको कुराले यस्तै यस्तै लाग्छ। सबैलाई यो भरतपुर सरकार समाजले सुख पनि दियोस्, त्योभन्दा धेरै धेरै खुसी पनि दियोस्। जाँदा जाँदै मलाई नेपालको सरकारले 20,000 भन्दा अलिकति कम्ती पैसा दिन्छ, तर सधैँ नै कृतज्ञता छु। म कुदिरहनु पाउँछु त्यसमा चढेर, त्यसैको क्यान्टिनमा खान्छु, त्यसैको पेट्रोल पम्पमा गएर तेल हाल्छु। यो नेपाल घर बनाउने कुराले त्यतिकै खुसी दिइरहेको दिन पाए भने जस्तो लागेको छ। म थाप्दै गर्छु, पठाउँदै गर्छु। 2.5 महिना जतिको अलिक बढी पर्ला 51,151 रुपियाँ म त्यो नेपाल घरको निम्ति, इँटा थप्नको निम्ति, भद्रपुर घरको निम्ति यहाँले स्वीकार गर्नुहुन्छ भने आशा र विश्वाससहित यहाँको धेरै धेरै समयमा समाज चाहँदै शुभकामना सहित हवस्। धन्यवाद। कति मिठो बोल्नुभयो शिव दाइले। वास्तवमा अब हामीलाई चाहिने भनेको खुसी नै हो। यो खुसी प्राप्त गर्नको लागि पनि केही नियमहरू चाहिँ र यसले वाट एक्ज्याक्टली यसले चाहिँ ट्राइङ टु एचिभ भन्ने कुराहरू धेरै सुन्दर राम्रो छ। र यहाँ कुरा पनि उठेको छ धेरै देशहरूमा इभन टाढा जानु पर्दैन। हाम्रो छिमेकी देश भारतको दिल्लीमै पनि स्टेटका त्यसलाई पहिचान गर्ने किसिमका भवनहरू, त्यो किसिमको आर्ट्सहरूलाई राखेर त्यो किसिमको त्यो ठाउँको कला र कल्चरलाई चाहिँ अलिकति दर्शाउने हिसाबका त्यस्ता रेसिडेन्ट्सहरू पनि बनिरहेका देखेका छौँ। र त्यो रूपमा भद्रपुर सरकार समाजले भद्रपुरलाई चिनाउनु भनेको भद्रपुरबाट हामी विभिन्न पेसा धर्म विभिन्न काममा आबद्ध भएका यहाँ मात्रै नभएर राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा भएका सबैलाई एउटा गर्वको विषय। प्रश्नको उत्तर मिलाउनु हो भने तपाईँहरूलाई पुरस्कारको व्यवस्था पनि गरिएको छ। त्यो पुरस्कारको लागि तयार रहनका लागि पनि हजुरहरूले किताब किनेर त्यो भित्र के छ भन्ने कुरा पढिदिनु पर्यो। यो पुस्तकको मूल्य 300 रुपियाँ रहेको हाम्रो महासचिव अशोक पाण्डे दाइले यहाँ बताउँदै हुनुहुन्छ मलाई। यो पुस्तकको मूल्य 300 रुपियाँ रहेको छ। यो 300 रुपियाँको पुस्तक किनिदिनु भयो भने तपाईँहरूले भद्रपुर विषयमा धेरै कुराको जानकारी पनि पाउनुहुनेछ र यसमा सोधिएको प्रश्नको उत्तर मिलाउनु हो भने तपाईँले पुरस्कार पनि पाउनुहुनेछ। त्यति भन्दै म अघि नै मैले उद्घोषण गरिसकेको नाम हो भद्रपुर नगरपालिकाका मेयर, अब सबैजनाको प्रिय नेता, लोकप्रिय नेता भन्छु म त गणेश पोखरेलजीलाई म कार्यक्रमका अध्यक्ष र संस्थागत साधन भन्नुभएको छ। र अग्रभागमा मञ्चमा प्रधान बनाउने आदरणीय चाहिँ बुद्ध वाणिज्य महासङ्घका पूर्व अध्यक्ष तथा शाखा उपाध्यक्ष हुनुहुन्छ उहाँ आदरणीय सञ्जय झलाजी, सम्पत्ति शुद्धिकरणका डिजी रामनामी मित्र सुमन दामजी, नेपाल ब्याङ्क एसोसिएसनका अध्यक्ष आदरणीय व्यक्तित्व सुरेश कोइरालाजी, आदरणीय व्यक्तित्व जो साहित्यिक पनि हुन्छ र उत्कृष्ट यो नेपाल जनसङ्ख्या स्तरीय कलम चलाउनुहुन्छ आदरणीय पाठकजी, मञ्च बनाउनुभएका सबै विशिष्ट महानुभावहरू विश्व रूपमा सम्बोधन गरेका अग्रभागमा रहनुहुने सबै पत्रकार समितिसँग जोडिनुभएका समितिका सबै पदाधिकारी सदस्यज्यूहरू, आमन्त्रित हुनुभएका समितिसँग जोडेर समाजसँग जोडेर आमन्त्रित हुनुभएका सबै आदरणीय व्यक्तित्वहरू, मैले सरकार समाजसँग जोडिएर दोस्रोचोटि यो कार्यक्रममा सहभागी हुने अवसर प्राप्त गरेर मलाई प्रमुख भइसकेको छ। त्यसका निमित्त म समिति अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी सदस्यज्यूप्रति हार्दिक धन्यवाद आभार कृतज्ञता ज्ञापन गर्न चाहन्छु। र यसको अवधारणाका बारेमा कुरा उठिसकेको छ, धेरै व्याख्या गर्न जरुरी छैन। भद्रपुरसँग जोडिनुभएका, काठमाडौँमा रहनुभएका आदरणीय व्यक्तित्वहरू
को एउटा यो समाज हो र यो सबैलाई जोड्ने भद्रपुरसँग जोडिनु भएका काठमाडौँमा रहनुभएका सबैलाई जोड्ने चाहिँ पवित्र उद्देश्य लिएर यो समाज गठन भएको छ र त्यसका निमित्त निरन्तर तपाईँहरूले सफलता पाइरहनु भएको छ, निरन्तर मेहनत गरिरहनु भएको छ र अझ बढी मेहनत गर्ने जुन प्रतिबद्धता अध्यक्षज्यूले पनि जाहेर गर्नुभएको छ र नयाँ अवधारणा पनि सृजना गर्नुभएको छ, जुन भद्रपुर घरको अवधारणा सृजना गर्नुभएको छ, जन्माउनु भएको छ। त्यसका निमित्त म समितिलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु र यसको पूर्ण सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु र नगरपालिकाले मिलेसम्म अब यसका अघि चौधरी दाइले पनि भन्नुभयो खाने प्रावधानहरू के छ, मलाई लाग्छ सहयोग गर्न मिल्छ नै भन्ने लाग्छ र चाहिँ प्रत्यक्ष जोडिने कुरामा र परोक्ष रूपमा जोडिने कुरामा समग्रमा नगरपालिकाको तर्फबाट मलाई प्रमुखको हैसियतले र निरन्तर भोलि जुनसुकै ठाउँमा रहे पनि निरन्तर मेरो साथ सहयोग रहनेछ भन्ने म प्रतिबद्धता जाहेर गर्न चाहन्छु र अरू धेरै लामो कुरा नउठाइकन भद्रपुरको चाहिँ नगरपालिकाको स्थापना कुरा अघि थोरै कुरा झलेर उठाउनु भएको थियो। यसको चाहिँ हाम्रो आदरणीय स्थानीय पत्रकार गोपाल गिरीजीले एउटा भद्रपुर सन्दर्भ किताब लेख्दै हुनुहुन्छ, समग्र विषयवस्तु लेख्दै हुनुहुन्छ, उहाँसँग मैले पटकबाट जोडेर छलफल गर्ने अवसर पनि प्राप्त गरेको छु र हाम्रो चाहिँ हामीले अब पाठ्य पुस्तक पनि तयार गर्दैछौँ भद्रपुर
सम्झनालाई कसो मेरो मान याद भए मायालु अर्को सयपत्री सारेर लगाइ राखुला आँगन भरिको घरबारीमा सयपत्री सारेर लगाइ राखुला आँगन भरिको घरबारीमा तिमी आउँदा फुल टिपी माला गाँसुला याद भए मायालु अर्को साल भुली गए सम्झनालाई कसो मेरो मान याद भए मायालु अर्को साल सम्झना साँचेर बाँचेर राखुला देउराली डाँडामा पर्खी बसुला सम्झना साँचेर बाँचेर राखुला देउराली डाँडामा पर्खी बसुला तिम्रो हाम्रो माया हुन्छ माया साल याद भए मायालु अर्को साल भुली गए सम्झना